छोरा त डाक्टर हो, डाक्टर पढिसकेको छ। ओहो, डाक्टर बनाइसक्नुभयो। हजुर, सुन चालेर नै डाक्टर बनाइसक्नुभयो तपाईँले। चालेर के गर्ने, ऋण सापट गरेर पढाइएको छ सर। अब के गर्ने, अब सरकारी नोकरी छैन, अब करारमा गरिराखेको छ। अब सरकारी नोकरी कसैले दिनु मन गर्दैन। हामी जस्तो सानोको लागि त पहल गरिदिएपछि झन् राम्रो हुन्थ्यो, हाम्रो बच्चाहरूको भविष्य खुल्थ्यो कि। अहिले तपाईँको छोरा कुन ठाउँमा हुनुहुन्छ करारमा? नेपालगञ्ज भेरी अस्पतालमा। भेरी अस्पतालमा। हजुर, एमबिबिएस गरे हुन्? एमबिबिएस गरेको होइन, त्यो ल्याबको डाक्टर हो। ल्याबको डाक्टर। हजुर, सुन चालेर नै तपाईँले आफ्नो छोरालाई डाक्टर बनाउनुभयो? हजुर, सुन चालेर हो, यताउता ऋण सापट गरेर बनाएको हो। ओहो, यस्तो राम्रो काम हेर्नुहोस् त। यहाँ चाहिँ कर्णाली नदीमा दुःख भयो, दुःख गरेर बनायो। अब सर, अब के गर्ने, अब सरकारी नोकरी पाएको छैन। अब दुःख लागिराखेको छ, यति पढाइ मिहिनेत गऱ्यो, गरिब भएर पनि। कहिलेकाहीँ छोराले यसरी यो पेसा, पुरानो पेसा नगर्नु भनेर भन्नुहुन्छ कि नै? भन्छ, भन्न त अब के गर्ने, अब गर्नै पर्यो सर, के गर्ने, नगरेर खान पाइन्न। पुरानो पेसा छोड्नु पाएन, त्यही भएर हो। छोरालाई के भन्न चाहनुहुन्छ? अहिले तपाईँको छोराले हाम्रो भिडियो यदि हेरिराख्नु भएको छ भने? सिधै हेरेको हो तिम्रो भिडियो, सरले बनाउनु भयो। बोले त खतरा भिडियो अन्तर्वार्ता दिनुभएछ भनिरहेको थियो। छोरा पनि खुसी हुनुहुन्थ्यो? हजुर, छोरा बुहारी पनि हेर्नु भएको थियो। ल, एउटा राम्रो काम गर्नुभएको छ। यसरी तपाईँहरूको पुस्तेदेखि सुन चाल्दै गर्नुहुन्थ्यो र अहिले आफ्नो छोरालाई सुन चालेर पनि डाक्टर बनाउनु भएको छ। एकदमै राम्रो कुरो हो। यहाँ चाहिँ धेरैजना आउनु भएको छ सोना जातिका सुन चाल्न। सोना मात्रै नभएर अरू पनि आउँछन्? अरू पनि आउँछन् सर, चाल्न। हामी साँच्चै बोलाएर ल्याउँछौँ, कहिले कहिले पुग्दैन मान्छे। यो सुन चाल्दाखेरि कहिले हातमा ठेला बस्ने, हात कुहिने हुन्छ कि नै? हुन्छ, सब पुरा नाम गएको छ। तातो भात पनि खान सकिन्न। तातो भात पनि खान सकिन्न? हजुर, पन्जा लगाएर सर अब दिनभर मात्रै चल्छ पन्जा, फेरि पल परिहाल्छ। ए, दिनभरि? हजुर, राम्रो खाले पन्जा चल्छ 2-3 दिन, त्यही भएर हो। तपाईँलाई छ नि अब स्थानीय सरकारले के गरिदिएपछि खुसी हुनुहुन्छ? अब स्थानीय सरकारले के गर्ने, अब केही हामीलाई पहल गरिदियो भने राम्रो हुन्थ्यो कि। हामी जस्ता गरिबको सुनवाई गरिदियो भने झन् राम्रो हुन्थ्यो। केही तपाईँ अहिले कहाँ बस्नुहुन्छ? यहाँ विजयनगर सुकुम्बासी बस्तीमा? हजुर, सुकुम्बासी बस्तीमा। त्यहाँ चाहिँ अब सरकारले तपाईँलाई जग्गा दिएको छ नि, लाल पूर्जा? हजुर, हजुर, दिएको छ नि? लाल पूर्जा दिएछ। कति कट्ठा? 2 कट्ठा। 2 कट्ठा दिनुभएको छ? हजुर, ए नगरपालिकाले मानेन। 5 कट्ठा 2 कट्ठा लिन्छौ भने दिन्छु, नत्र दिँदैन भने। नगरपालिकाको भित्रमा 5 कट्ठा पाइन्न भनिरहेको थियो। ए, नगरपालिकाको उसमा? हजुर।